जहाँसुकै भए पनि नागरिक प्रतिको आफ्नो अडान साहस र आत्मबल कहिले कमजोर हुन नदिने नेतृत्व यो पार्टीको प्रमुख जननी, जसले व्यक्तिगत रूपमा धेरै गुमाए पनि कहिले जनताको विश्वास गुम्न दिनु भएन, जसले आफ्नो सहजता होइन जिम्मेवारीलाई प्राथमिकता दिनुभयो, आफ्नो आराम होइन जनताको आवाज रोज्नुभयो। पार्टीका श्रद्धेय नेता, पार्टीका सभापति श्री रवि लामेछानेज्यूलाई विशेष सम्बोधन गरिदिन हुन र यस सत्रको समापन गरिदिन हुन आमन्त्रण गर्न चाहन्छु।